ओके आज चाहिँ कुनै हामी कुनै अलिकति बिगारे पनि बिगारेको चाहिँ काट्ने होइन। यहाँ चाहिँ हाम्रो आङ्गोली शेर्पा गायक हुनुहुन्छ। उहाँ चाहिँ विगत लामो समयदेखि चाहिँ अमेरिकामा वासस्थान गर्नुभएको छ र अमेरिकामा चाहिँ उहाँको चाहिँ साङ्गीतिक क्षेत्र लामो यात्राको बारेमा चाहिँ छोटो मिठो कुराकानी हामी गर्नको लागि चाहिँ जनता जान चाहन्छ कार्यक्रममा। जनता जान चाहन्छ कार्यक्रममा तपाईँलाई तपाईँ के जान्न चाहनुहुन्छ? ओके ठ्याक्क अब यहाँ रोकेँ मैले नि ठक्कै ल हजुरको छोटो यो साङ्गीतिक यात्राको चाहिँ सुरुवात कहाँबाट भयो भन्ने कुरो जनता जान चाहन्छन्। अब तपाईँको चाहिँ साङ्गीतिकको कुरा गर्दाखेरि म बच्चैदेखि स्कुलैदेखि हजुर गाउने रहर लाग्ने होइन, गीत गाउने नाच्ने होइन, त्यस्तो नाटकहरूतिर खेल्ने बच्चैदेखिको रहर। तपाईँको गाउँ चाहिँ कहाँ फेरि? मेरो गाउँ चाहिँ उता चाहिँ सोलुखुम्बु जिल्ला। हजुर अब अहिले चाहिँ तपाईँको चाहिँ दुधकुण्ड नगरपालिका भन्छन्, वडा नम्बर 1 नुनथलामा हजुर। ओके त्यहाँबाट सुरु भयो? त्यहाँबाट सुरु भयो, त्यहाँ जन्मेको म। ओके तपाईँलाई केले प्रेरणा दियो गाउनुपर्छ नाच्नुपर्छ र सङ्गीत? होइन त्यो चाहिँ कस्तो छ भन्दाखेरि तपाईँको स्कुलतिर चाहिँ अब तपाईँको विभिन्न चाहिँ कम्पिटिसनमा भाग लिँदाखेरि ओके फर्स्ट हुने यताउता गर्ने भनेपछि यही चाहिँ सबै साथीहरूले तैँले राम्रै गाउँछस् भन्ने ट्राई गर अरूले मोटिभेट गर्थ्यो। ओके साथीभाइको लैमा लागेर गाउनु थालेको, त्यस्तो प्रोफेसनली पनि होइन। ओके तर जे होस् ठिकै छ भन्नु पऱ्यो। कति वर्ष भयो होला, कति वर्षको उमेरदेखि तपाईँ चाहिँ यो साङ्गीतिक क्षेत्रमै लाग्छु भनेर चाहिँ लागेको? 7-8 वर्षको उमेर थियो होला। 7-8 वर्षको उमेरदेखि सुरुमा गाएको गीत थाहा छ भने कुन गीत गाउनु भने? त्यतिखेर त गाउँघरतिर चाहिँ गाउँछ नि तपाईँको चाहिँ विभिन्न किसिमको लोकभाकाहरू। हजुर त्यस्तै अब आफ्नै गीत। तपाईँले सधैँ बच्चामा गुनगुनाइराख्ने गीत कुनै छ? हिमालय चोली त्यही पल्लपट्टि हेलै झुल्के घाम देखिन्छ, कहाँबाट हेरौँ मायालाई मैले हेलै डाँडैले छेकिन्छ। यस्तै टाइपको पूर्वेली भाकामा हजुर। अनि तपाईँको गीत चाहिँ पूर्वेली भाका टाइपको मनपर्छ भने तपाईँलाई? त्यतिखेर त्यो गाउँघरतिर त्यस्तो चल्थ्यो त्यतिखेर के टिभी? रेडियो त्यतिखेर त टिभी पनि छैन। टिभी थिएन, टिभी धेरै पछाडि आएको। ओके तपाईँ रेडियोमा सुन्ने हजुर, रेडियोमा। अनि त्यतिखेर चक्कामा पाउँथ्यो, चक्का क्यासेट भने रेडियोमा पनि एफएम थिएन होला फेरि? छैन रेडियो नेपाल मात्रै? रेडियो नेपाल मात्रै। अर्को कुनै आउँथ्यो इन्डियन अल इन्डिया? त्यो अल इन्डियामा त्यो राम्रो टिभी थियो हाम्रो चाहिँ अलिकति त्यो दुर्गमतला तपाईँलाई थाहा छ हल्का अल इन्डिया रेडियोको समाचारहरू सुनिन्थ्यो त्यो। तपाईँ सहर कहिले छिर्नुभयो यो साङ्गीतिक क्षेत्रमा लागेर? म चाहिँ ठ्याक्कै एसएलसी पास गरेदेखि चाहिँ काठमाडौँमै हो। ओके जुनबिसीबाट चाहिँ तपाईँको चाहिँ जुनबिसीमा पढेको। हजुर अनि त्यसपछि आएर चाहिँ तपाईँको चाहिँ एसएलसी दिएर 45 सालमा एसएलसी दिएर चाहिँ त्यहाँबाट चाहिँ सहर पछि भयो। 2045 सालमा एसएलसी दिएर 46 सालको चाहिँ ठुलो जनआन्दोलन भयो नि त बौद्धल। त्यो बौद्धलको त्यो बेलामा चाहिँ म चाहिँ ओके काठमाडौँको चाहिँ तपाईँको अमृत साइन्स क्याम्पसमा पढ्थेँ। ओके तपाईँले राजाको हातबाट पनि तपाईँको चाहिँ विभूषण थाप्नुभयो, टक्नु थाप्नुभयो भन्ने कुरा सुनेको छु मैले, के हो यो? त्यो चाहिँ त्यो बेला चाहिँ कस्तो भन्दाखेरि तपाईँको चाहिँ हामीले चाहिँ एउटा हिमालयन शेर्पा संस्कृति कल्चर भनेर हाम्रो शेर्पाको कल्चर जोगाउनुपर्छ भनेर एउटा संस्था थियो। ओके त्यहाँ चाहिँ मैले चाहिँ सेप्रोहरू सिकाउने होइन, शेर्पा डान्सहरू सिकाउने। ओके शेर्पा समुदायलाई ओके शेर्पाको जसलाई चाहिँ अघि आउँदैन होइन तिनीहरूलाई गाना सिकाउने अनि नाच्नु सिकाउने गर्थ्यो। ओके अनि त्यतिखेर चाहिँ एकजना चाहिँ तपाईँको चाहिँ राजदरबारमा चाहिँ हाम्रो एकजना शेर्पा दाजु चाहिँ त्यहाँको आर्मीमा रहेछ सिंहनाथगढमा। ओके अनि त्यहाँ चाहिँ वार्षिक चाहिँ तपाईँको चाहिँ राजाको जन्मोत्सवको उपलक्ष्यमा चाहिँ विभिन्न चाहिँ सांस्कृतिक कार्यक्रम ऊहरू विभिन्न जातको चाहिँ सांस्कृतिक कार्यक्रम देखाउने। म शेर्पा जातको चाहिँ हजुर त्यहाँ चाहिँ तपाईँको भिन्नै खालको देखाउँदछ। पहिला तपाईँको चाहिँ त्यो नक्कली शेर्पा डान्स देखाउँदछ कि त। ओके त्यो शेर्पा दाजुले चाहिँ हाम्रो शेर्पा डान्स चाहिँ यो होइन, हाम्रो शेर्पा डान्स अर्कै टिपिकल टाइपको हुन्छ भनेर भनेपछि ल कस्तो हुन्छ त खोजेर आइज नि त भनेपछि उसले राजाले भन्यो राजाको दरबारबाट आदेश अनुसार चाहिँ हिमालयन शेर्पा सांस्कृतिक कल्चरमा चाहिँ तपाईँको चाहिँ निवेदन आयो टिचर पठाइदिनु पऱ्यो भनेर। ओके अनि त्यहाँ चाहिँ मिटिङ गरेर त्यहाँबाट चाहिँ म चाहिँ सिलेक्ट भएर टिचरको लागि त्यहाँ चाहिँ फेरि तपाईँको बाहिरको मान्छे नाच्ने होइन, त्यहीँको आर्मीलाई सिकाउनु पर्ने। ए तपाईँले गैर शेर्पालाई सिकाउनु पर्यो? गैर शेर्पालाई सिकाउनु, गैर शेर्पाले शेर्पा छैन। ओके त्यहाँ चाहिँ अनि अरू जातको चाहिँ सबै डान्स चाहिँ वेद गुरुङ भने सरले सिकाउँथ्यो। अनि शेर्पा डान्स मात्रै चाहिँ मैले सिकाउँथेँ। ए भने शेर्पै गरेर डान्स गर्ने होइन कि त गैर शेर्पालाई चाहिँ डान्स सिकाएर राजाको कार्यक्रममा राजाको जन्मोत्सवमा चाहिँ शेर्पाको डान्स प्रस्तुत गर्ने भने त्यतिखेर त्यो मौका पाउनु भयो र पछि आएर मेरो टिचरहरूलाई चाहिँ दर्शन भेट दिएको थियो। ओके ओके
यो कति सालको कुरा यो? 47 48 सालतिर होला। आइसी बौद्धल आइसकेपछि। बौद्धल आइसकेपछि, ओके। अनि यो अमेरिकाको यात्रा तपाईँको चाहिँ साङ्गीतिक मार्फत चाहिँ कस्तो छ यहाँ अमेरिकामा तपाईँ? होइन, म तपाईँको त्यो 46 सालको आन्दोलनमा त त्यसपछि त कलेज बन्द भयो, सबै कुरो बन्द भयो नि त। हजुर। सबै कुरो भन्दापछि के गर्ने त भन्ने कुरा आयो। ओके। के गर्ने भन्ने कुरो क्रममा चाहिँ तपाईँको चाहिँ अब त्यहाँ मेरो मामाहरूकै ट्रेकिङ अफिस थियो, मेरो चाहिँ अब काकाहरू पढ्ने उनीहरू थियो, अनि उनीहरूसँग नै तपाईँको चाहिँ ट्रेकिङ सल्लाह गरेर। हजुर, सल्लाह। अब टाइम पास त गर्नु पऱ्यो नि। ओके। अनि अब हामी शेर्पाहरूले जानेको प्रायः विशेष गरेर प्रायः सबै शेर्पा होइन, बिस्तारै गर्दै शेर्पा गाइडको बारेमा उहाँहरूले मलाई ट्रेनिङ दिन लिएर गयो। त्यति नै खेर चाहिँ तपाईँ हाम्रो यो क्यालिफोर्नियाको एकजना खैरीले चाहिँ मलाई मन परायो हेर्नुहोस् है। ओके। तेरो चाहिँ इच्छा के छ त भन्नुहोस्, यो अमेरिका भन्ने चाहिँ कस्तो रहेछ एकचोटि हेरौँ न भनेको उसले बोलाएर त्यसरी आएको छ। त्यतिखेर त्यो साङ्गीतिक कार्यक्रम लाग्यो होइन, घुम्नुको लागि आएको। ओके। कतिवटा चाहिँ ती स्टेज कार्यक्रम गरिसक्नु होला अमेरिकामा आएर तपाईँको के छ? त्यो त गन्ती नै छैन। गन्ती छैन। कति कुन कस्तो कार्यक्रममा तपाईँलाई इन्भाइट हुन्छ? बढी जस्तो गरेर चाहिँ तपाईँ लोसारको टाइममा अलिक बढी बिजी हुन्छु। हजुर। अनि अब अरू तपाईँको चाहिँ अब कोही बेला दसैँको टाइममा कोही बेला विभिन्न टाइममा पनि बोलाउँछन् होइन, कुनै इभेन्टमा। तर हाम्रो शेर्पा समुदायमा चाहिँ तपाईँको यो विभिन्न ठाउँ, अब अमेरिका त धेरै ठुलो छैन, सब कुराहरू सियाटल उता क्यालिफोर्निया तपाईँको विभिन्न ठाउँ छ नि त। हजुर। अनि त्यहाँ चाहिँ त्यसरी चाहिँ इन्भाइटहरू गर्छन्। ओके। भने अमेरिकामा एउटा कार्यक्रममा स्टेजमा जानु पऱ्यो भने तपाईँको चाहिँ कति चाहिँ एउटा भनौँ न तपाईँलाई कति पे गर्नुपर्छ नराति भन्दाखेरि? अब उनीहरूले एयरफेयर तिर्नै पऱ्यो, म बस्ने होटलको पैसा तिर्नै पऱ्यो। अब यहाँ नजिक छ भन्दा ठिकै छ होइन। अब टाढो जाँदा त मैले एटलिस्ट पनि मेरो 3 दिन नोक्सान हुन्छ। ओके हो नि, समय बर्बाद, समयको 3 दिन नोक्सान हुन्छ। कम्पेन्सेसन गरेर अब सबै तिरेर मैले $1000 जति चार्ज गर्छु। ओके। जस्तो नेपाली कलाकार नेपालबाट आउनलाई कति लाग्छ? मतलब कति कि डिपेन्ड अन कलाकार? डिपेन्ड अन कलाकार, उनीहरूको आफ्नो रेट छ। ओके हुन्छ। हजुर। कसैले चाहिँ अब अहिले चाहिँ कन्ट्र्याक्टमा आउँछ, कतिले चाहिँ ल 1 महिना तिमीलाई अमेरिका टुर भन्यो, तँलाई यति रुपियाँ दिन्छु भनेपछि त्यो झोले ल्याउँछ, त्यसले जता जता भने त्यहाँ गएर कार्यक्रम गर्नु पर्यो। कति रुपियाँ यता उठाउँछ त्योसँग उसको मतलब भएन। उसले पाउने कुरा पाउनु पर्यो। कार्यक्रममै नभए पनि उसले पायो। 10वटा 20वटा कार्यक्रम भयो भने गर्नै पर्यो। त्यो चाहिँ कन्ट्र्याक्ट बेसमा हुने। कन्ट्र्याक्ट बेसमा। तर एउटा मात्रै कार्यक्रमको लागि बोलाउँदा चाहिँ अलिकति त्यो आयोजकलाई पनि घाटा हुन्छ। किनभने उसको प्लेन टिकटको तिर्नु पऱ्यो होइन, नेपालबाट यहाँ आउनु त ल 1500 1600 1700 प्लेन टिकटै लाग्छ हेर्नु। होटेलको तिर्नु पऱ्यो, खाने बस्ने तिर्नु पऱ्यो, भिजाको लागि गर्नु पऱ्यो, त्यो अलिक गाह्रै छ होइन। भनेपछि त्यो माथि फेरि आजकल फेरि अब तपाईँलाई थाहा छ भिजा पाउनु पनि गाह्रो छ होइन। त्यस्तै खालको अलिकति चाहिँ तपाईँको चिरपरिचित कलाकारै ल्याउनु पऱ्यो। अनि उनीहरूको डिमान्ड फेरि अर्कै खालको अलिक महँगो नै भन्छ। अबको युवा पुस्तालाई तपाईँको चाहिँ के सन्देश छ साङ्गीतिक क्षेत्रमा लाग्नको लागि? कि यसो सबै जुन क्षेत्रमा भए पनि जुन क्षेत्रमा अब पोख्त छ त्यसमा लाग्ने। कसैले अब तपाईँले 3 इडियट भन्ने मुभी देख्नुभयो होला नि। हजुर। अब बाउले इन्जिनियरै बनाउनु खोज्छ तर छोराको इच्छा फोटोग्राफीमा। अब त्यो उसको त्यो इन्जिनियरतिर त त्यसको ध्यानै जाँदैन। हो त्यसोले मेरो भनेको मतलब चाहिँ कस्तो भने आफ्नो इच्छा जे छ त्यसमा लाग्ने र परिवारले पनि त्यसैलाई नै साथ दियो भने ऊ त्यसैमा रमाउँछ, ऊ त्यसैमा कमाउँछ, ऊ त्यसैमा चाहिँ तपाईँको राम्रो हुन्छ जीवनयापन गर्छ। धन्यवाद तपाईँलाई चाहिँ आज यो जनता जान चाहन्छन् कार्यक्रममा तपाईँलाई अमेरिकाको न्युयोर्क सिटीबाट प्रत्यक्ष प्रसारणमा तपाईँलाई देखाउन गइरहेको छु साङ्गीतिक क्षेत्रको यो उहाँको चाहिँ अग्रसरता र तपाईँको साङ्गीतिक क्षेत्रमा चाहिँ तपाईँको देखाएको तपाईँको योगदानप्रतिको सम्मान गर्दै आजको कार्यक्रमबाट बिदा हुन्छु। जय नेपाल।